एकछिन यता सुन त। तिमीलाई म फेरि आज केही कुरा भन्न आएको छु। आज तिमी थाकेका छौ। आज तिमीलाई लागिरहेको छ अब सकिँदैन, अब मबाट हुँदैन। तर एकछिन रोक, लामो सास लिऊ, किनकि म आज तिमीलाई एउटा कुरा सम्झाउन आएको छु। तिमी हार्नको लागि जन्मिएका होइनौ। सङ्घर्षको शक्ति यो छ, जीवन सजिलो हुने भनेर कसैले भनेको थिएन। सङ्घर्ष आउँछ, आँसु झर्छ, सपना टुटे जस्तो लाग्छ। अरूले अगाडि बढेको देख्दा आफू त्यही ठाउँमै अड्किएको महसुस हुन्छ। तर याद राख, सङ्घर्ष नभएको जीवन कठा नै हुँदैन। आज तिमीले भोगिरहेको पीडा भोलि तिम्रो शक्ति बन्नेछ। आफूलाई विश्वास गर, तिमीले धेरैचोटि हार खायौ होला, धेरै पटक आफूलाई नै दोष दियौ होला, तर तिमी अझै उभिएका छौ। यसको अर्थ के हो थाहा छ? तिमी अझै बलियो छौ। अरूले तिमीलाई नमान्लान्, परिस्थितिले तिमीलाई थिच्ला, तर जबसम्म तिमी आफैले आफूलाई विश्वास गर्छौ, कुनै पनि हार तिम्रो लागि अन्तिम हुने छैन। आजको सानो कदम भोलिको ठुलो परिवर्तन हुनेछ। आज ठुलो जितको सपना नदेख, आज सानो कदम चाल। आज यति सोच कि तिमीले हार मानेका छैनौ। आज अलिकति अगाडि बढ्छु भनेर सोच, किनकि सानो प्रयास, निरन्तर प्रयासले भोलि ठुलो सफलता ल्याउनेछ। आजको मेहनत तिम्रो भोलिको परिचय बन्नेछ। यदि आज कसैले तिमीबाट केही हुँदैन भन्यो भने भन्नु, मैले प्रयास गर्न अझै छोडेको छैन। यदि आज जीवनले तिमीलाई रुवायो भने भन्नु, म अझै उठ्न सक्छु। र याद राख, तिमी साधारण होइनौ, तिमी सम्भावनाले भरिएको मान्छे हौ। आज हार नमान, आज उठ, किनकि तिमीले जित्न अझै बाँकी छ। Thank you. Thanks for watching. Like, comment, share and subscribe.